अब यसलाई चाहिँ हामीले यो के नाम राख्यौँ भन्दाखेरि यो कोदोको 3 पानी रक्सी भनेर त छँदैछ, 3 पानी नै हो। तर अब यो मुख्य हाम्रो चाहिँ थिम, हाम्रो मुख्य उद्देश्य भने के हो भन्दाखेरि चाहिँ यो हलेसी सांस्कृतिक कोसेली भनेर भनेको छौँ यहाँ। हलेसी सांस्कृतिक कोसेली किन भन्यौँ भन्दाखेरि यो हलेसीमै हुन्छ, यो हाम्रो संस्कारको रूपमा भएको हो र यो बिक्री वितरण मात्रै होइन, यसलाई मजाको रूपमा मात्रै होइन, हाम्रो संस्कृतिमा त कोसेली हुन्छ, यसलाई कोसेलीको रूपमा प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले हामीले चाहिँ यो आजबाट हाम्रो ब्रान्डिङ भयो, लेबलिङ भयो, ब्रान्डिङ भयो। र हामीले यो वर्षको अस्तिको नीति कार्यक्रम हामीले 7 गते पेश्यौँ। त्यसमा पनि अब कोदोलाई, यो त कोदो त रैथाने जात पनि हो, प्रजाति पनि भयो होइन अन्नमा। अनि 11वटा वडा छ, 11वटा वडामा जो चाहिँ कृषकले तपाईँको चाहिँ बढी आफ्नो वडामा मात्रै केन्द्रित, जो कृषकले चाहिँ वडामा सबैभन्दा बढी कोदो फलाउनुहुन्छ उहाँहरूलाई चाहिँ हामी प्रोत्साहन र पुरस्कार व्यवस्था गर्ने नीति ल्याएको छौँ। त्यसले पनि के भयो भन्दाखेरि सहयोग गर्यो। अब फेरि रक्सीमा मात्रै यसको विषयवस्तु छैन, हामीसँग त खाने होइन परिकारहरूको कुरा छ। नगरपालिकाले यसैलाई, यही कोदोलाई चाहिँ धेरै थरीको होइन, कोदोको मोमो अनि कोदोको बिस्किट होइन, अनि निम्कीहरू होइन, यो थुप्रो आइटमको तालिम दिएर अहिले हाम्रो उद्यमीहरूले अनि हामीले सामग्री दिएर अहिले माथि अर्कोलेमा पनि सुरु भइरहेको छ। हामी आफ्नो पालिकाको सानो बजेटमा काम गर्नु पर्यो भने स्न्याक्सको रूपमा यहाँ चाहिँ यही कोदोको हामीले चाहिँ बिस्कुट चलाउँछौँ होइन। त्यसरी चाहिँ हामीले यसको रक्सीमा मात्रै होइन, अनि खाजाको रूपमा अनि त्यसरी चाहिँ हामीले विकास गरेर तालिम दिएर आज कोदोबाट हलेसी तुवाचुङ नगरपालिकाको कृषकले लाभ नै लाभ लिने खालको चाहिँ काम गरिरहेको अवस्था छ। पहिलो कुरा चाहिँ यो नेपालमा घरेलु मदिरा उत्पादन अथवा बजारीकरण सम्बन्धीमा चाहिँ कानुन चाहिँ हामीसँग चाहिँ प्रतिकूल छ। तथापि पनि के हो भने हाम्रो चाहिँ स्थानीय पुँजी निर्माण एउटा कुरा, दोस्रो कुरा हाम्रो आफ्नो संस्कृति संस्कार। यो त किराँतीहरूको सभ्यताको सुरुवात भएको स्थान हो तुवाचुङ, जो तुवाचुङकै नामबाट हलेसी तुवाचुङ नगरपालिका बनेको छ। हामीले हाम्रो नामाकरणबाट मात्रै पहिचान खोजेनौँ, हामीले हाम्रो चाहिँ कामबाट पनि पहिचान खोजिरहेको हो। फेरि यो पहिचानसँग मात्रै जोडिएन, संस्कारसँग मात्रै जोडिएन, हाम्रो चाहिँ मुख्य गरेर ग्रामीण अर्थतन्त्रको आकारलाई बलियो बनाउने सन्दर्भमा सोच्नुपर्ने दिनहरू भयो। यद्यपि सरकारले चाहिँ यसलाई निषेध गर्दा गर्दै पनि हामीले किन गर्यौँ भन्ने कुरा चाहिँ थुप्रो कुराहरू हामीसँग जोडिन्छ। हिजोको समयदेखि नै हाम्रो चाहिँ आमाको पनि आमाहरूले चाहिँ अन्य जागिर, अन्य व्यवसाय, अन्य स्रोत थिएन। यही स्रोतलाई चाहिँ तपाईँको चाहिँ घरेलु मदिराको रूपमा निर्माण गरेर पछिल्लो समयमा शिक्षाको कुरा, स्वास्थ्यको कुरामा त बुवा आमाले जन्माको छोराछोरीलाई दिएको शिक्षा त खर्च त योबाट गरे हो होइन। त्यस कारणले त्यो पनि व्यवस्थित थिएन। अहिले पनि यो बजारमा यति धेरै रेडिमेड रक्सीहरू आउँछ, विभिन्न देशको आउँछ, तर यही देशको चाहिँ हामीले आफ्नै घरको चाहिँ देखेनौँ। त्यस कारणले गर्दाखेरि चाहे जति कानुनहरू चाहिँ हाम्रो लागि चाहिँ प्रतिकूल होस्, हामीले अब हिम्मत गर्नुपर्छ कि यो पनि अर्थतन्त्रको मूल जग हो एउटा, यसलाई चाहिँ बरु व्यवस्थित हिसाबले गरौँ होइन। यसको शुद्धताको कुरा, गुणस्तरको कुरा होइन, सरसफाइको कुरा, यो सबै कुरा जोडेर बरु यसलाई व्यवस्थित गरौँ भन्ने हिसाबले नगरपालिकाले गत वर्षको नगरसभाले नै यसलाई चाहिँ बजेट विनियोजन गरेर अनि त्यस पछाडि तपाईँको चाहिँ हामीले चाहिँ लगातार 2 वर्ष बजेट विनियोजन गऱ्यौँ र आमा समूहलाई हामीले आह्वान गऱ्यौँ होइन। रक्सी चाहिँ कोदोबाट निर्मित रक्सीलाई चाहिँ अब ब्रान्डिङ गर्ने, त्यहाँबाट आम्दानी लिने र पहिचानसँग जोडिँदै गर्दाखेरि पनि पहिचानको पनि आफ्नै अस्तित्व छ नि त गुणस्तरमा, त्यो पनि कायम गरौँ भनेर आमा समूहलाई हामी सूचना निकाल्यौँ होइन। इच्छुक आमा समूहहरू जो आमाहरूले चाहिँ जानेको हुन्छ नि त, यो त पौराणिक कुरा पनि हो नि त, रक्सी पकाउनु भनेको सानो कुरा पनि भएन होइन। यसलाई चाहिँ कोदोलाई जाँड बनाउनेदेखि लिएर, जाँड बनाउने जुन त्यसलाई मर्चा भन्छ क्यार होइन, त्यसको पनि आफ्नै महत्त्व छ। त्यो बनाउनेदेखि लिएर हामीले चाहिँ सरसफाइको कुरा होइन, त्यस पछाडि तपाईँको स्थानीय उत्पादनलाई चाहिँ कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुराको विषयमा उहाँहरूलाई छलफल गरेर 1 दिनको ओरिएन्टेसन गऱ्यौँ। त्यस पछाडि उहाँहरूलाई चाहिँ चाहिने चाहिँ यो पकाउन चाहिने भाँडाको कुराहरू आयो। पहिलेको जमानामा सबै माटोबाट
निर्मित सामग्रीहरूबाट चाहिँ रक्सी पकाइन्थ्यो। र पछिल्लो समयमा अब यो तपाईँको सिल्भरहरू होइन अन्य चिजहरू बढ्दा भित्रियो, जस कारणले गर्दा त्यो हाम्रो शरीरको लागि पनि राम्रो हुँदैन, स्वास्थ्यको लागि पनि राम्रो हुँदैन। अनि हामीले भन्यौँ सकिन्छ सबै माटोको भाँडा गरौँ, सकिँदैन सिल्भरलाई चाहिँ हामीले प्रयोग नगरौँ भनिसके पछाडि उहाँहरूलाई चाहिने भाँडाको लागि हामीले अनुदान दियौँ। 80% अनुदान नगरपालिकाले बजेट अनि 20% उहाँले लाउने भनेपछि उहाँलाई चाहिने आवश्यक सामग्रीहरू किन्नुभयो। त्यस पछाडि हामीले तालिम दियौँ उहाँहरूलाई सरसफाइ सम्बन्धीको। अनि यो वर्ष चाहिँ पुरै उत्पादन गऱ्यौँ। आजकै दिनमा मात्रै यो ब्रान्डिङ भएको छ। यस्तो बोतल हामीले आफ्नै नगरपालिकाले यो चाहिँ बोतल निर्माण गरेको हो र यो तपाईँको 18,000 छ। यो बोतल हामीले 18,000 बोतल छ र यो 3वटा आइटम छ, 3 पानी मात्रै छ। अनि अर्को चाहिँ हामीले अब यो कसरी यसलाई चाहिँ बेच्न पनि सकिन्छ, आम्दानी उत्पादन मात्रै गरेर भएन भन्दाखेरि चाहिँ हामीले होमस्टे दर्ता गर्न लगायौँ। हामीसँग यतिखेर 2टा होमस्टे छ। एउटा व्यक्तिको होमस्टे छ, हलेसी होमस्टे, त्यहाँ पनि हामीले बाटो ढलान गरेर पुर्याइदिइसकेका छौँ। यता चाहिँ तपाईँको ऐसेल खर्कमा चाहिँ चाम्लिङ होमस्टे छ। चाम्लिङ भनेको राई समुदायको भाषिक चाहिँ तपाईँको चाहिँ त्यो होमस्टेको नाम हो। अब त्यो 2टा ठाउँबाट चाहिँ बिक्री वितरण त्यहाँबाट हुन्छ, खानु त्यहाँबाट पाइन्छ। अनि उत्पादन चाहिँ महिला दिदीबहिनीले गर्नुहुन्छ, उद्यमीहरूले गर्नुहुन्छ भनेर हामीले यो मात्रै गरेनौँ। हामीसँग अल्कोहल नाप्ने हामीसँग चाहिँ यन्त्र छ, त्यो चाहिँ हामीले अहिले 10वटा ल्याएको छौँ। अनि आज मात्रै यो हाम्रो सफल भएको। आज हामी उद्यमीको घरमा गयौँ, आज नै रक्सी बनाउनु भयो। त्यस पछाडि आज गएर हामीले नाप्दाखेरि 2 प्रकृतिको रक्सी बनाउनु भएको थियो। एउटा 3 पानी, अरू चाहिँ बढी पानी होइन, बढी हालेको। अनि यो 3 पानीमा चाहिँ हामीले 45% अल्कोहल चाहिँ पायौँ। आज मात्रै टेस्ट गरेको। अनि अर्को जुन नर्मल गाउँमा बेच्नुहुन्छ त्यो चाहिँ 20% पायौँ भनेपछि यो 48% छ। नर्मल्ली अब यो के भन्छ बजारबाट आएको चिजहरू पनि त्यही अब 42 भन्दा माथिको हुँदो रहेछ होइन, हार्ड ड्रिङ्क्समा। अरू सफ्ट त छँदैछ। हाम्रो चाहिँ 48% भनेपछि चाहिँ खुकुरी रमको मात्रै पनि 42% रहेछ, जुन चाहिँ त्यहाँ पानी हालेर खान्छ खुकुरी रम होइन। अब यसमा चाहिँ तपाईँको चाहिँ ट्याक्कै हामीसँग 45% पायौँ। र हिजो हामीले चाहिँ होमस्टेको साथीहरू यहाँ बोलायौँ, उहाँहरूले यसको पनि दर रेट हामीले महिला उद्यमीसँग बसेर निर्धारण गऱ्यौँ। यो तपाईँको 3 पानी रक्सी यो 1 लिटरको होमस्टेबाट उहाँहरूले चाहिँ 20% नबढाइकन उहाँले बेच्नुपर्छ होइन, अथवा आफूले लिनुपर्छ उहाँबाट, अरूलाई बेच्नुपर्छ, आम्दानी लिनुपर्छ भनेर हामीले त्यो एउटा चाहिँ कार्यविधि बनायौँ, सम्झौता गऱ्यौँ होइन। त्यसरी हस्तान्तरण गरेको छौँ।